साढे 6 भएको छ हामी 12 बजीतिर निकाल्नु भर्खरै उठ्यो म यस्तो दामी भ्यू देखेछ म त आउ आउ यस्तो दामी भ्यू देख्यो अहिले त्यहाँ सुत्नु 10 बेला त उठिसकेँ ओ यता कता ठोकिएन हुन्छ एक बजे थियो तर माथि मिठो भ्यू देखेको थियो यार यहाँ पनि देखिन्छ जस्तो खै जाऊ हरा काशी गरेर जाऊ बाहिर हामी भर्खरै रेडी भएर अब भएर स्थानतिर जान्छौँ मैले त जुत्ता लगाएन यार टिकटक बनाउँदै क्या मलाई टिकटकर सम्झाइदिनु भन्ने टिकटकर मैले जुत्ता लाउनु पर्यो यहाँ मजा है मजा मतलब यो होटलमा खाइन्छ कि नै भन्ने चाहिँ अझै फिक्स छैन होइन यो चाहिँ हामी यहाँ एकदम राम्रो होटल रहेछ यो चाहिँ नाइस हस्पिटालिटी क्लिन द स्निकर्स ड्राफ्ट बनाउँदैछ आइस स्पिड यसले चाउचाउ खाइरहने हाम्रो खासमा हामी हिजो भएर स्थान घुमेको आज यतिर मरमकोट गएर लगभग घर फर्किने बेला हो त्यही भएर मैले कपडा पनि थिएन तर के थाहा खाने बसिन्छ त हामी रिडी लिएको भने रिडी लिएको होइन के गैँडाले खानु कौडा ए मलाई पनि पानी खानु पर्यो मेरो संस्कृतको मुजी 70 को यतिले पुग्छ है नानी सेतै पुस्नुपर्छ संस्कृत त लाउनै पर्छ सङ्गीत लिएर मैले त लगाइसक्यो Guru naik situ. Suatu yang saya ada. Mudo. Weh, mau tak lagi sini menlari. हामी होटलमा बस्यौँ हैन लगभग 6:30 बजे उठ्यौँ अब हामी चाहिँ भएर स्थान जानलाई अब त्यही केटाहरू आउँदैछन् हामी नुवाकोट बस्ने प्लान चाहिँ के हुन्छ अब हेर्नु न यहाँ पनि त्यो कौडाले बस्ने भनेपछि हाम्रो क्यान्सल भइसक्यो हामी ध्यानमा बसिसक्यौँ कपिलडोमा आइरहेको छ पछाडि
टाइम लाग्छ अङ्कल पुग्न कति टाइम लाग्छ लाग्ला नि 20 मिनटमा पुगेको रहेछ खासै टाढा नै भइन्छ भैरस्थान हो भैरस्थान हामी पुग्यौँ बस त्यही भिड रहेछ खालि यस्तै भिड हुन्छ भाइ तिम्रो नाम के हो भाइ भन्दिनँ भन भाइ हो दिस जेनरेसन इज सो ब्याड यसरी हो धर्मावलम्बीहरू छन् यहाँ सबै आस्तिकहरू नास्तिक चाउचो खाएर आयो मान्छेहरू जानेर ल पैसा दिने पैसा त दिइसक्यो यहाँ अहिले दुईटा आन्टीहरू चढ्न जान यस्तो थर्कै चारवटा बराबर यस्तो गरेर मन्दिरमा गर्नेको आशिक चाहिँ कहिले पनि पुरा हुँदैन है यो चाहिँ अब चाहिँ भनेको उठीमा भनेको वर्थ नि हुन्न नि यार आमाहरू कसरी भन्ने चिजै भएन अनि आमाहरूले लाइन लाग्नु चाहिँ टाउकोमा चस्मा राख्नेले आमाले पनि पुरै हामीसँग अहिले लाइन लाग्नु हामीलाई त केही छैन अरूलाई त झन् अरू छ नि एउटा पर्पल कलरको लगाउने एउटा त रातो कलरको लगाउने दुईटा आउने भनै भएन सिका पनि लाग्यो उता पूजा गरेर पनि आयो अब चाहिँ नरिवल फिराल्छु मैले थोरै राख्यो थोरै न थोरै राख्यो पैसा देऊ न एउटा दुईटा जसले हामी यति पूजा गरेर अब सबै सकेर अब फेरि अब निस्क्यौँ हामी चाहिँ अब केटाहरू उता छन् तल के अरे विनोद काफल बुटा हो काफल फल्ने भन्छ कि यसलाई धातीबाङ होइन भन्छु ए धातीबाङ भन्ने कता हो धातीबाङ भनेको त्यही नजिकै हो त्यहाँ सोधेको काफललाई 100 रुपियाँ गिलास भन्नुहुन्छ ए हाम्रो घर डब्बा खाए एक डब्बा के ए कति देऊ 100 हो अगरबत्ती नि किनेन ए बस ए सक्षमले डोनेट गरेर धर्मावलम्बी चाउचु खाएर आयो भने होइन अगरबत्ती पनि उतै दिए यिनीहरूले चाहे किन्दैन नानीहरूको मुख दिएर थाहा नपर्ने अझ कसलाई सक्षमलाई यो ओहो घरमै हुन्छ बिचरा धर्म हुन्छ कस्तो रहेछ ए ठ्याक्कै यिनले 100 रुपियाँ दिएको थियो नि आशीर्वाद लागिहाल्यो नि
अब चाउचाउ खान जान्छौँ फेरि भात चाहिँ हामीले बाहिर खाने भयो होइन पहिला जाने मागेर खाने ठिक यस्तो सामान छ अब किन्न त मैले किन्दैन होइन नलानी त यस्तो दोकानहरू पनि रहेछ होइन तल झर्न डाउन स्टेयर्स चाहिँ रङ लाग्छ झर्न चढ्दाखेरि पो घोडामा हात राखेर चढ्नुपर्छ जाँदा फोटो त क्यामेरामा रोटी किनेर लाउने त्यहाँ रोटी त्यत्रो खाना खुट्टा यहाँ पर साथी अनार त्यही लग्छन् के यहाँ त्यही काट्छु त्यही भयो मजा आयो यहाँ पनि बिहान उठेर ठ्याक्क आइयो धेरै बेला सुत्दैन 12:30 बजी सुतेको क्या हाँस्दा उठ्दा मजा आइरहेको थियो आज बस्ने प्लान चाहिँ फेरि के होला तर यदि पार्ट 2 मा हुन त अब पार्ट 2 मै आइसक्यो अब भन्दाखेरि होइन त्योभन्दा पहिलाको पार्ट 1 भ्लग पनि छ हामी कसरी घरदेखि निस्केको देखि लिएर अब सबै यहाँ होटलमा बस्ने सबै कुन होटलमा बसेकोदेखि लिएर श्रीनगरमा घुम्न गएको सबै छ तपाईँलाई यस्तो फोटोसोटो पनि हेर्न मन छ अनि मेरो इन्स्टाग्राम छ मैले डिस्क्रिप्सनमा दिन्छु मेरो डे 2 हो हाम्रो डे 2 पनि हो अनि हामी डे 3 मा फर्किन नि सक्छौँ तर अब घुम्ने ठाउँ नै भएन भने त अब किन बस्ने हो होइन घुम्ने ठाउँ नै छैन भने आज किन बस्ने घुम्ने ठाउँ भेट्यो भने चाहिँ अब वी माइट कन्सिडर त्यो के लेक भन्ने त अब त्यहाँ बाइक मात्र जाँदो रहेछ अब त्यहाँ हामीलाई जान मिलेन त्यहाँ अब क्यान्सल भयो हिँड्दै जाँदै फेरि अब दोस्तै छ है फेरि नै राम्रो त लास्टै राम्रो रहेछ फेरि अब अर्को पालि बाइकमा आइएछ भने कहाँदेखि लिएको त टोक्री टोक्री चाहिँ हामीले त लिएको टोक्री फेरि फिर्ता हार्नुपर्छ तलैदेखि सुरुमै चाहिँ ल्याएको क्या हामी सक्षम लिएर चटपटी खान्छ अर्को होटलमा खान्छ त्यहाँको मिठो नभएर चाहिँ होइन एकदम मिठो थियो तर केटाहरू पनि आए हामी ठ्याक्कै टप फ्लोरमा बसेको थियो ठुलो सानोतिनो पनि हाइक गरेको थकिला बिस्तारै यस्तै छ अब केटाहरू यस्तै हुन्छ मेरो ज्याकेट त्यहाँ रहेछ आयो मैले राख्नु बिर्सिन्थेँ जाँदाखेरि सबै चेक गरिन्थ्यो हुस ल हामी चाहिँ अब चेकआउट गर्न थाल्यौँ सबै निस्क्यौँ आधा घन्टा जति हामी बस्यौँ अब हामी फर्किँदै अब एक ठाउँ गएर भात खाइन्छ अनि काटिन्छ भन्दाखेरि कम्पोट अब चाहिँ भात खान जानु पर्यो एउटा ठाउँ डुम पड्किरह्यो असुर ग्यास त होइन हामीले अब राम्रो थकाली खाना पाउने होटेल खोजिरहेको छौँ त्यो त ताज होटेल भन्ने भन्नेहरूले त्यति जानु पर्यो पाइन्छ कि नै कति मार्ने हो सक्छले फुल्की खान्छ न फुल्की खाऊ हामी टुडी खेल आइसक्यो यहीँमाथि फेरि हामी टुडी खेल आइयो होटेल ताज ए यहाँ हो
ए राम्रोसित खाएँ बिनाले खान्छु ए भन्ने चटनी र काँक्रा ढोकेर खान्छु त्यसले मासु हाम्रो खाना आयो हाम्रो ननभेजवाला यता आयो यी 4 जना यिनीहरू भेजहरूले सँगै बसेर खानु पनि दिएनन् मासु खानाइदिन्छु त्यहाँ धाजनाहरूलाई त्यो भात पनि मैले खान्छु अनि बोरा बिस्तर सबै प्याक भइसक्यो खाना पनि खायौँ खासमा हामी अहिले मरनकोट जाने प्लान थियो तर मरनकोट चाहिँ धेरै चाहिँ हिँड्न पर्दो रहेछ त्यहाँ पनि क्यान्सल भइसक्यो अर्को ठाउँ कहाँ जाने भन्ने यिनीहरूले खै के म्युजियम हो कि केही दरबार म्युजियम हो कि त्यो नजिकै हिँड्ने पुगिन्छ भने त्यही भएर त्यहाँ जाऊँ त्यहाँदेखि अझारको ठाउँ भेटायो भने जाउँला अनि आज चाहिँ बसिन्छ होला जहाँसम्म बसेन भने पनि अब तर घुम्ने ठाउँ भयो भने चाहिँ स्योर बसिन्छ अहिले केही भनेर मैले त्यही नै हो ल हामी हिँड्छौँ ओ जाने चाहिँ कहाँ हो अरे कहाँको म्युजियम गोर्खा कहाँ हो कहाँ हो र ओ थ्याङ्क यू वहाँ मनोकामना त काठमाडौँतिर होइन र होइन तिमुर छौ भनेर मात्र अनि यस्तो अस्ति पनि नहोले यस्तो बोल्नु तर धेरै टाढो छैन यही हो यो बाटो त आइदिउँ हामी त होइन र राति आइएको हुनसक्छ जस्टिस हेर्नु त्यहाँ त्यो आइएको श्रीनगर चाहिँ उताको बाटो होइन भने हामी अर्को बाटो जाने खै गुगल म्याप उता बाटो 7 मिनटको देखाएर यिनीहरूले गरेको कुरा क्या ए म्युजियममा लगेको ओभर पोर्ट्रेट पनि त्यही हो चार पाङ्रे सवारी साधन प्रवेश निषेध अरे 4 पाङ्रे सक्छम भइसि ओए यो दर्शन टाढा होटल भिडियो हैन सक्छम भइसि घनघर्स्याको टोपी खस्ने हुन्छ उकालो यस्तो चिज भेटायौँ यो के होला यो पोटासियम परम्याङ्गनेट हामीले उ गर्यौँ पोटासियम त्यो कलरलेस हुन्छ पर्पल उसको हारको पिङ्क कलरको हुन्छ त अनि त्यो के हो त्यो पिङ्क जस्तो त त्यो त पर्पल हो यिनीहरू थाकिसके लक्खा जवानहरू म चाहिँ थाक्दिनँ नि म किनकि स्पोर्ट्स पर्सन हो all tired and fatigued हाम्रो फोटो चाहिँ दोस्ती दामी आयो गुगल फोटो देखाएको गुगल म्यापले त यता कहाँ हो यही दरबारै ओहो नि कहाँ गयो तिनीहरू फुङ्गाले क्या यतातिर यस्ता यस्तो बोरा बिस्तार भनेर टुरिस्ट भन्नु भइरह अन्त टुर गर्ने टुरिस्ट अञ्जलीमा ढोक होइन फेरि कपिराइट आउँछ के रे त्यो सिमल चरम मुरुका कपिराइट आफूले गाएपछि कहाँ हुन्छ आउँछ राम्रो गाउनु पर्यो नि ए आउनु जति गाउनुहुन्छ गाउँ गाइदिउँ क्या अनि फेरि किन थक पार्ने र फेरि दिनदिनै घुम्न जाऊँ भन्छन् कहाँ गल्ली हो गल्ली यता यता ए आइयो है आइयो जोस् ओहो नि म्युजियम भित्र भिडियो गर्न त दिन्छन् क्या दिन्छन् होला नि होइन दिन्छन् बनाउनु त हो बालहरू
हो यो चाहिँ अलि खतरा रहेछ यो चाहिँ अलि खतरा रहेछ यो छ अलि भयो भएको राम्रो यो भन्दा त मेरो घर होइन योमा हतियार देखेन बोल्टो यता आउनुहोस् यता आउनुहोस् बोल्टो हेरे अनि यस्तो पनि भन्छ म त गाडले यही भाइरल कन्टेन्ट मिलो The medicine cold drink, gin, artificial intelligence, then it causes other problems in the body. That are the suffering. Suffering of change. बुझाम कि तिमीलाई suffering of suffering बुझाम. Suffering of suffering मा के भन्न मान्छे ब्लगै बुक पढ्न सिकाइरहनु मेरो दामी फोटो आइसक्यो यिनीहरूले अझै 20 फेर ट्राई गरिरहनु ल मैले तिमीलाई 100 रुपैयाँ दिन्छु बुकको नाम मान मेरो यहाँ फिट चेक पनि हुँदो रहेछ मेरो त दामी फोटो मेरो त नराम्रो खिच्न खोजे नि दामी आइरहने यार फोटो होइन कपिल तपाईँ सुतिरहनु कपिल तिमीलाई रिस उठ्यो त्यो भनेको एङ्गर हो तिमीलाई रिस उठेर तिमीले अरूलाई पिट्न खोज्यौ भने त्यो भनेको इलु इलो के रे जीवनको परम ज्ञान पाए परम भनेको परम भनेको प्रेम रिसै हो तिमीले रिस उठेर यसलाई हान्यौ त्यो भनेको इलु इलो इलिबिल भनेको एक्सन रिच पछिको एक्सन फलोड बाइ एङ्गर तिमी रिसायौ त्यो रियाक्सन हो तिम्रो अरूलाई हार्म गर्न खोज्ने के इन्टेन्सन नाइस बेस म पढ्छु यार कसलाई भन्छौ तिमीले 75 के 75 80 हो न अनि पुरानो जमानाका भन्दै अङ्कितको क्लासको लिएर आउने सबै के का एन्टिक पिसहरू नि त्यही म्यानुफ्याक्चर बाई सिजी कम्पनी लेख्छ जे राख्ने हुन्छ यार जे राख्ने हुन्छ 50 रुपियाँ तिरेर आएको 50 रुपियाँ म्युजियमदेखि पनि आयो है हामी अब त सिधै गाडी चढ्ने अनि हामी कहाँ नुवाकोट जाने यिनीहरूलाई छिर्न कसरी आएको नि यता एउटा छातीमा गयो राति यो रातभरि यो शिशिर सक्छ मलाई सुत्न हामी म्युजियम भित्र गएर एउटा साइड घुम्नै बिर्सेछौँ हामी यो ठाउँमा गइन्छौँ एउटा रुम यो दर्शनले त्यही छोड्दै रुमभरि एउटा कराइ थियो अरे छुट्यो जाम यार फर्किम तिमीले त बिरायौ एउटा पुरै रुमभरि कराइ थियो त्यो बिरायो गरे भन्दैनन् त्यसलाई के भन्छ के बसमा रहेछ त म थाक्न चाहिँ थाक्दैन बल्गमा चाहिँ मुखा यहीँ ठुक्रिनु पर्ने
फुट्नु पर्ने भयो बल्गम गरेर खाएर भन खाएर हिँड भने तल कसले माग्छ र भाइ यो उसको चाहिँ नरम हामीले के अरे स्पोन्सर नरम यो रारो पनि हुनसक्छ रम्मा पनि हुनसक्छ स्पोन्सर होइन नट स्पोन्सर भाइ तिमी कहाँ हिँडेको चाउचाउ खान्छौ क्रिकेट खेल्न फुटबल हेर्न खेलाउ झन् फुटबल त्यो इन्डिया कपीहरूले त्यस्तो नाच्छ नि त्यस्तै गत्ता गरेन मैले नाकमा मेरो पनि भयो खुसी आयो मैले खान्छु न तिमीलाई खुसी लाग्यो मात्रै लाग्यो चार मुठी के गरेर निकालेन प्याकेट चाहिँ भ्याउनु चाँडो चाँडो त ब्लक बनाएर खास त्यो ब्लक बनाएर भागेर दिनु भागेर को इन्स्टाको ट्रेन्ड के टिका पनि त्यस्तै लगायो ए ल तिमीले त उसेर त हैसिया यति गर्दै मलाई गर्दै जिरो मैले मतिर देखाउनु न यिनीहरू आवाराहरू चुप 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 जिमा भएर हिँड्दैन कहाँ बस्ने हो त्यहाँ दाना देवीलाई के हो दाना बोर्ड ह्याक गर्ने भनेको एप रहन्छ एप रहन्छ अब हामी दरा पनि रिस्ता फ्यान्सी सक्षमले बिहान उठेर सन्दा सुरुमा के खान्छ भन्दा फर्स्ट चिज चाउचाउ चाउचाउ ए छ यो एभिडेन्स पनि छ ऊ यता मगर हरि मगर गाँजावाला ब्याग झन् ढाके छन् नआयो भने यस्तो बिल नान्थे निक्लेन निक्ले त कहाँ भयो त नि पुग्ने भयो छि यार के बोल्छु झैला बेला यो त ढुक्क काट्नु भीगे होंठ तेरे प्यासा दिल मेरा हाय 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 दर्शन तँलाई थके लाग्यो भने गुर्गी कसले भन न भन के भएको गन्ने का जूस 90 रुपये बना दे तिमीले भ्यासी हाल्ने खाना राख्यौ चुङ्गाले तिनीहरूले पनि तुरेछ नि मैले थपेको चाँडो खाना खाले जस्तो नि आयो त्यसले किन भयो भने हुँदैन है त्यो भ्यायो तिमीहरूले
बल्ल अन गरे खतरा 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 हिँडेर पठाउँदा रेक्सा चढाएर पठाइदेऊ बात त्यस्तो भन्दा होइन नि त्यही नि लड्दैन बचत कि बिल माग्न गयो 50 रुपियाँलाई चाहिँ लिएर गए के छ ठिक छ हामीले गन्नेका जुस पनि खायो सुगर क्यान जुस I'm not from Nepal either. I'm somewhere from a European country. Not European, considered South America. I'm from Brazil. Yeah, para do Mumbai. Yeah, para do Mumbai. Hey, yo tra sempre. Messi one club. Ballon d'Or, Iniesta, Xavi. Spanish one. Ballon d'Or. Lamine Yamal. Pedro. Messi. Hमारा गीत गाइदिन हाँ गाने दिन में गीत गाइदिन देखती गाउँछु के भयो गीत इदा ओए फर एक्जाम्पल कुनै गीत गाना त लिरिक्स भन्छ जस्तै कि राम्रो कपिलले यो साइकल किन्ने अरे बल गाउँछ कपिल साइकल किन्ने कहाँ लगा राम्रोसँग नधोयो त हुन्न कपिल फोटो लाउन आइयो हामी नुहाको झर्नालाई बेलुका झर्यौँ हावाले कपालको त अब के भन्ने यस्तै भइसक्यो एउटा ई रिक्सा कुरेछौँ हामी ई रिक्सा नै कुनै रिक्सा माथिसम्म लाने यदि होटेल रहेछ खाली रहेछ भन्ने बस्ने जस्तो कुरो भयो अब छैन भने त के गर्न सकिन्छ त्यही हो हामीले अहिले चाहिँ अटो कुरिरहेछौँ यहाँ फोन गरिदिनु भयो एउटा चिनेको खालको अङ्कल हुनुहुन्थ्यो दर्शनको ओ एक्सिडेन्ट भएछ क्या गाडीको एक्सिडेन्ट अरू त्यस्तो केही भएन त्यस्तो केही भएन त्यही भएर सट्टा मान्छे नि उठिसक्यो ठिक छ त्यही हो आज चाहिँ सबै हाम्रो अब टुरलाई ऱ्यापअप गर्ने दिन आज यो अब 1 आवरमा डिसाइड हुन्छ गइन्छ कि गइन्न होइन अब वहाँ माथि जाने हो रिक्सा मनी पनि कति लिने हो फेरि
500 लिन्छु भने त फेरि बाइक हुन्छ फेरि यता फेरि सट्टमला पानीपुरी चटपटे बिहान बिहान चाउ अब भात सिधा के लिएर जाने भात सिधा भुइँला लिएर जान्छन् भुइँला र लाउनु तर म चाहिँ एकदम हेल्दी हो न अगाडि जस पनि खाइसक्यो भेरी भेरी हेल्थ कन्सियस सानो बिना नाच कोही माछी यता मण्डप नै देखा न उता फेरि उस गरेर